हेलो साथीहरू नमस्कार। के छ साथीहरू सम्पूर्ण साथीहरू आराम हुन्छ होला हैन। म नि आरामै छु। मेरो भिडियोमा स्वागत छ हजुरलाई। आज यो भिडियोमा केही कुरा भन्न गइरहेको छु साथीहरू। यो भिडियो लास्टसम्म अन्तिमसम्म हेर्दैन होला भन्न चाहन्छु। यो साथीहरू अब जिन्दगी भनेको के हो? जिन्दगी भनेको चाहिँ 2 दिनको जिन्दगी हो, घाम छाया जिन्दगी। त्यही भएर जिन्दगी चाहिँ के हो त, मान्छेलाई दुःख पर्छ, पीडा पर्छ, अनि अनेक थरीको पीडा हुन्छ। हरेक कुरा कष्ट छ संसारमा। त्यही भएर जसोको दुःख पीडा कष्ट भए तापनि, गरिब भए तापनि के हो त, मन बुझाउन पर्यो। त्यही भएर मन चाहिँ हामीले कहिले पनि सानो बनाउनु, ठुलो बनाउनुपर्छ के साथीहरू। यस्तै हो जिन्दगी। दर्पण चाहिँ